नमस्ते, म डाक्टर शिरिषा पौडेल, निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टर भक्तपुर ब्रान्चबाट। अघिल्लो भिडियोमा जुन हामीले मेनिस्कस टियरको बारेमा कुरा गर्यौं, त्यसैको बारेमा चाहिँ आज अझ धेरै बुझ्न गइरहेका छौं। पहिला मेनिस्कस भनेको के हो भन्दाखेरि हाम्रो घुँडाको बीचमा पाइने एउटा सी शेप जस्तो खालको एउटा कुरकुरे हड्डी हो, जुन चाहिँ दुईवटा हुन्छ, एउटा मिडियल एउटा ल्याटरल। त्यो भनेको हाम्रो घुँडाको भित्रपट्टिको भागमा र अर्को बाहिरपट्टिको भागमा पाइन्छ। अब यो इन्जुरी कसरी हुन्छ त, कसरी च्यातिन्छ त मेनिस्कस भन्दाखेरि चाहिँ हाम्रो कुनै पनि घुँडाहरू ट्विस्ट भएर इन्जुरी हुँदाखेरि, लड्दाखेरि अथवा कुनै पनि एक्सिडेन्ट हुँदाखेरि चाहिँ हाम्रो यो मेनिस्कस च्यातिन सक्छ। कन्डिसन्सहरू देखिन्छ त भन्दाखेरि एकदमै पेन हुन्छ, स्वेलिङ हुन्छ, सुन्निन्छ र अलिकति स्टिफनेस हुन्छ, घुँडामा चाहिँ स्टिफनेस आउँछ, रिजिड हुन्छ। अब यसको उपचार के हो त? यदि मेनिस्कस टियर भइहाल्यो भने, एकदमै धेरै पेन र स्वेलिङ छ भने हामीले तुरुन्तै नै डाक्टरको परामर्श लिन जरुरी छ। सिटी स्क्यान एमआरआई को थ्रुबाट हामीले जुन मेनिस्कस टियर भएको थाहा पाउँछौँ, अब त्यसको ग्रेड अनुसार हामीले चाहिँ उपचारतर्फ जानुपर्छ। यदि यो सबै कुराको लागि धेरै जानकारी लिनु छ भने निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टर भक्तपुर ब्रान्चमा भिजिट गर्नुहोला। धन्यवाद।